हेलो सबैजनालाई गुड मर्निङ एभ्रिवान हुस हाम्रो करातेबाट चाहिँ हामी हुस भन्छौँ अनि म केम्पो पनि हो है। त्यस पछाडि चाहिँ लाउसे हाउ भन्छौँ। लाउसे हाउ सबैजनालाई अनि हुस पनि। म आज हजुरहरूलाई बेल बाँध्न कसरी बाँध्ने भन्ने कुरा चाहिँ हजुरहरूलाई सिकाउन आइरहेको छु, किनकि मेरो नानीहरूले धेरै नै बेल कसरी बाँध्ने गुरु मलाई आउँदै आएन। मैले कति पटक व्हाइट बेलहरूलाई पनि सिकाएँ, त्यसैले फर्स्टमा त आउँदैन, मलाई पनि आउँथेन, सिक्दै जाने कुरा हो। त्यही भएर म हजुरहरूलाई बेल बाँध्न सिकाउने गर्दछु। पहिला बेललाई आफ्नो यो सम्मान हो, त्यसैले यसलाई पहिला ढोक्नु पर्यो। म चाहिँ ढोक्ने गर्छु, हजुर पनि ढोक्ने गर्नुहोस्। अनि त्यस पछाडि बेललाई बराबरी बनाउने मेरो चाहिँ डबल बेल हो हैन, किनभने म चाहिँ यसलाई डबल गर्छु। डबल बेल भएको कारणले मैले यसलाई यता चाहिँ छोटो राखेँ, जुन राइट हातमा चाहिँ छोटो राखेँ अनि लेफ्ट हातपट्टिबाट यसरी राइट हातपट्टि घुमाएँ हो। एक राउन्ड घुम्छ है मेरो चाहिँ। अनि त्यस पछाडि मैले लेफ्ट हात देख्नु हुँदैछ, लेफ्ट हातलाई माथिबाट राइट हातले ताने। अब हेर्नुहोस् त, यो बेल तल मिलाउने अनि लेफ्ट हातले यसरी तान्ने राइट हात। अब चाहिँ कस्तो छ भने लेफ्ट हात तल छ भने राइट हात माथि, राइट हातको चाहिँ तलबाट लाने अनि यस पछाडि यो राइट हातबाट भित्र छिराएर लेफ्टपट्टि हात यसरी तान्नुहोस् बिस्तारै। अब हेर्नुहोस् त, बेलको एङ्गल बेलको यस्तो भएर मजाले बसिरहेको छ। हामीले बेल चाहिँ यसरी बाँध्न सिकाउँछौँ। तपाईँहरूलाई स्लोमा गर्नु छ भने अर्को पाठ पनि हेर्नु होला। धन्यवाद।